राधे राधे गाइज, हजुरहरुको चाहिँ डिनर भइसक्यो होला हैन? भन्नुस् त कस्तो भयो कस्तो भएको छैन होला। म चाहिँ आज हेर्नु न, बिहानको दिउँसोको खाना बचेको थियो अनि यसैलाई मज्जाले प्याजहरु हालेर भुटेर भुटी भात भन्छ नि दिउँसोको है, तर खाना चाहिँ अनि आज यसैमा टाटो लाउन आँट्दैछु किनकि अब मातापिताजी पनि हुनुहुन्न अनि हामी दुईजना मात्रै त हो अनि यो ढेर हुने भयो अनि के गर्नेला हैन? भन्नुस् त, फ्याक्न भन्दा बरु भनेर नभए त बेलुका सधैँ रोटी खाने थियो हाम्रो त्यो चलन, तर अब आज चाहिँ भुटी भात खाने। अनि यो भुटी भात अहिले म तताउँदैछु। तताउँदाखेरि धेरै स्कुलहरुको टाइम याद आयो क्या मलाई चाहिँ। त्यतिखेर कति खाइथ्यो बिर्से जतिकै भएछ अनि आज यसो याद आयो अनि हस्बेन्डले पनि भन्नुभयो ए त्यसैलाई गरम गर न भइहाल्छ भन्नुभयो। लु त भनेर मैले पनि अनि गरम गरेको नि त। हजुरहरु कसलाई भुटी भात मन पर्छ भन्नुस् त? अगाडिका दिनहरु याद आउँदा हैन भन्नुस् त, कमेन्ट गर्नु है। ल बाइ बाइ, राधे राधे।